नमस्कार सेवारो। आज चाहिँ म हिँड्दै जाने क्रममा आज कहाँ पुगेर तपाईहरुलाई म के देखाउन लागिराखेको छु हेर्नुस्। यहाँतिर जाँदैछु म। जाँदै चाहिँ आज म यहाँनिर ठुला गाईहरु रहेछ। यहाँ यो कृषि फार्म गाईको उसमा पुगेको छु, गाई गोठमा। यहाँ हेर्न सक्नुहुनेछ, ल हेर्नुस्। यहाँनिर चाहिँ गाई पालन रहेछ हाम्रो कृषि फार्म। यहाँनिर चाहिँ गाई पुरै व्यवस्थित बनाएर राखेको रहेछ। यहाँनिर यतापट्टि यिनीहरु चाहिँ अलिक सानो सानो लाइनहरु रहेछ। आइज नि कनाउन पनि मान्दो रहेछ। यहाँ रहेछ, यो चाहिँ अलिक उत्तौलो रहेछ, खाने ठाउँमा टेक्दो रहेछ, होक्छ पनि होला यसले त। आइज नि कनाइ माग्दो पनि रहेछ, सुबानी खालको रहेछ। यो उँधोपट्टि चाहिँ यिनीहरु चाहिँ ठुलो रहेछ, ठुला कति धेरै ठुला गाईहरु। यो चाहिँ यहाँ पल्लो छेउमा चाहिँ यो चाहिँ खतरा रहेछ। फेरि यसको विचार ठिक छैन है। यो चाहिँ गुरु रहेछ, यो चाहिँ भाले। यसको विचार ठिक छैन है। यतापट्टि चाहिँ साना रहेछ। फेरि यी कति राम्रा बाछो बाछियो कि बाछो हो, यस्तो ठाउँ रहेछ। पुरै लगानी चाहिँ राम्रो गरेर यी गोठसोठ मजाले बनाएर पुरा व्यवस्थित राख्नु भएर छ हाम्रो कृषि अध्यक्ष भगिमान सुनुवारले। यो चाहिँ परबाट हेर्दाको दृश्य हो। यो चाहिँ यो गाई गोठभित्र राखेको पुरै व्यवस्थित रहेछ। यहाँबाट खोले पकाउने भाँडा पनि पूर्ण जीर्ण रूपमा रहेछ। यतापट्टि गोबर ग्यास, यो ठेला, यो गोबर बोक्ने र औषधि विषादीहरु छिट्ने यहाँ माथि रहेछ। घाँस काटेर थुपारेको अवस्था छ यहाँनिर, एकदम किडमी। यो चाहिँ पुरै विकासे घाँस। यो पानीको ड्रम, यो ग्रास कटिङ, यसलाई नेपालीमा घाँस काट्ने भन्छ। यो चाहिँ पुरै अलिक जीर्ण अवस्थामा रहेछ, व्यवस्थित नभएर। र अब गाउँघरमा घाँस पुरै हुन्छ, त्यही भएर यो चलाइराख्नु आवश्यक पनि छैन खासै, पालले छोपिराखेको रहेछ। लास्टमा आएर यो चाहिँ कहाँ भन्नुहुन्छ भने चाहिँ यो मेरो मूल घर पुर्ख्यौली जग्गाको ठाउँ हो। अहिले माइला दाई कमरेड भगिमान सुनुवारजी यहाँ चाहिँ हुनुहुन्छ। उहाँ कृषि विज्ञ हुनुहुन्छ, फारम विज्ञ पनि हुनुहुन्छ, कृषि विज्ञ। यहाँ चाहिँ बेसार खेती गर्नुभएको रहेछ। यहाँ तल सुन्तला खेती छ। आज चाहिँ यहाँ यात्रीहरु नभएको कारणले म आज रहिएको फुर्सदको टाइममा चाहिँ यो खिच्ने मौका पाएको छु। हवस् त, नमस्ते, नमस्ते।